Hello everyone, welcome back to my YouTube channel. Namaste, sewa, jorle, jhajallo, jojolokka. म धेरै दिनपछि भिडियो गरिरहेको छु। म खासै त्यस्तो ठुलो ब्लगर या ताउति त्यस्तो त केही पनि हैन, त्यो YouTube युजर हो हैन। म ब्लगहरु पनि अलिअलि बनाउने गर्थे, तपाईहरुलाई थाहै छ। मेरो आफन्त इष्टमित्रहरु जे जति चिन्नुहुन्छ मलाई, जसले चिन्नुहुन्छ हैन, मेरो सब्स्क्राइबर्सहरु जति पनि हुनुहुन्छ हैन, जसले मेरो भिडियो हेर्नुहुन्छ, उहाँहरु तपाईहरु सबैजनालाई 2082 सालको शुभकामना भन्न चाहन्छु। पहिला सर्वप्रथम चाहिँ हैन, अनि सन्चै हुनुहुन्छ होला। तपाईहरुको 81 सालसम्म कस्तो बित्यो, कसरी बित्यो र 82 साल लागेसँगै कस्तो चलिरहेछ जिन्दगी हैन। सकेसम्म सबैजनाको एकदम सुख शान्तिसँग अबको दिनहरु चाहिँ बितोस् भन्ने मेरो शुभकामना। अनि सधैँ खुसी हुनुपर्छ, खुसी हुनु होला। अनि कताबाट हुनुहुन्छ हैन। म चाहिँ अनि मेरो सानो परिचय तपाईहरुलाई फेरि भनिदिन्छु हैन। कसले मलाई मेरो भिडियो हेरिराख्नु भएको छ। म चाहिँ शिक्षा पुमा राई, मेरो घर चाहिँ खोटाङ जिल्ला। हाल चाहिँ म अहिले उदयपुर बेलटार बस्छु हैन। अनि म त्यस्तो यो ब्लगर पनि हैन, तर मलाई ब्लगहरु गर्न मन पर्छ। म विगत 1 वर्ष अगाडिदेखि नै होला म ब्लगर अलिअलि चाहिँ गर्दै आइरहेको थिएँ। अनि म लगाउँदै पनि आइरहेको थिएँ, तर त्यस्तै हैन, मैले सक्दो जानेको ब्लगहरु ल्याइरहेको थिएँ। अनि त्यो चाहिँ मैले एकदम मेमोरीको लागि पनि हुन्छ हैन। पछिको दिनमा आजको दिन त भोलि गएर फर्केर आउन सकिँदैन नि त, अनि जस क्यामेरामा, भिडियोमा, फोटोमा कैद गरेर राखियो भने कमसेकम हेर्न त मिल्छ नि त। हेरेर ओहो यस्तो भन्ने लाग्छ। अनि त्यही भएर म पनि सानोतिनो भिडियोहरु, ब्लग भनौँ न, मिनी ब्लग त्यस्तोहरु बनाएर हाल्ने गर्थेँ। तर 2-3 महिना, 3-4 महिना त्यस्तै भयो, मैले भिडियोहरु केही पनि गर्न छोडेको, लगाउन छोडे। भिडियोहरु कति गरेँ हैन, तर लगाउन पाइरहेको छैन। म एकदम धेरै डिस्टर्ब नै छु अझै पनि हैन। यो कुरा चाहिँ के हो कसो हो भन्ने कुरा मेरो आफन्तहरु, मेरो दाजुभाइ दिदीबहिनीहरु, मेरो रिलेटिभ्सहरु, फ्यामिली रिलेटिभ सबैलाई प्राय चाहिँ थाहा छ, तर कतिलाई चाहिँ थाहा छैन यो कुरा हैन। तपाईहरु त झन् भइहाल्नु भयो। यो भनेको मेरो पर्सनल कुरा हो, तर त्यही पर्सनल कुरा पर्सनल हुन्छ नि, त्योले नै चाहिँ झन् हामीलाई स्ट्रेस दिने हो, डिप्रेस पार्ने हो हैन, डिस्टर्ब हुने हो हैन। अनि म त्यही चाहिँ उमा अहिले एकदम धेरै डिस्टर्बमा छु हैन। अब के हो कसो हो भन्ने कुरा चाहिँ म समय आएपछि भन्ने छु हजुरहरुलाई हैन। अनि म चाहिँ मेन चाहिँ भन्न आएको, फेरि पनि नयाँ वर्षको धेरै शुभकामना, सुख शान्ति खुसीसँगै तपाईहरुको आगामी दिनहरु, तपाईहरुको लाइफ, तपाईहरुको जीवन चाहिँ बितोस् हैन। अनि उन्नति प्रगतिको कामना। अब मेरो त यस्तै भइहाल्यो। अब मेरो 81 सालसम्म त एकदम मेरो त खराबै बित्यो भन्नुपर्छ हैन। अब के हो कसो किन भन्ने कुरा त हुँदै गर्छ। म भन्ने छु समय आएपछि। म एकदम डिस्टर्बमा, अझै पनि म सेम हाल छ हैन, सेम उमा छु म। त्यही पनि अब नयाँ वर्षको नयाँ दिनहरुसँगै, नयाँ सालसँगै मेरो लाइफस्टाइल, लाइफको मतलब हुन्छ नि, सबै मेरो पनि राम्रो हुँदै गयोस् भन्ने म कामना गर्छु। म आफूलाई पनि एकदम स्ट्रङ भएर, आफूलाई सम्झाएर, आफ्नो मनलाई बुझाएर म पनि एकदम सकेसम्म एकदम राम्रो प्रगतिको अनि को कामना गर्दै म आफूलाई पनि स्ट्रङ भएर अगाडि बढाउने छु हैन। अब के हो कसो भन्ने कुरा मेरो एकदम हुनै भइरहेको छ कि यो कुरा के भन्नु, मैले राम्रोसँग खुलाएर भन्न पनि अहिले सक्दिनँ र चाहन्न पनि। यो कुरा हुँदै गर्छ। अनि आज चाहिँ मैले यति थोरै भिडियो मात्रै गरिरहेको छु, गरेर म यो अपलोड गर्दैछु। कृपया माया गरिदिनु होला सबैजनालाई। फेरि पनि 2082 सालको धेरै शुभकामना। लभ यु अल।
अनि लाइक कमेन्ट शेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला। यही भन्न चाहन्छु। बाई बाई।